एक कुरा उठी के त्यसले बेच्दै बेच्छ नि हैन धेरै मान्छेहरूले यस्तो बेच्न राख्नुहुन्छ तर बहुमूल्य धातुको रूपमा राख्नुहुन्छ नि त यो बहुमूल्य नै छ हैन यसले भट्याउँदै थिए म त सोचे त्यो अस्ति हामी त्यो चक्रा भएको ढुङ्गा खोज्दाखेरि यत्रो ढुङ्गा बोके थिए अब यहाँ पनि यत्रै भेटियो अरे यत्रै बोल्दैछ भने सोचेको त यहाँ त खजानै रहेछ नि त नि इंग्लिश फिल्महरुमा यस्तो त हुन्छ नि खजाना रुबी भ्यालीको मतलब यो ठाउँमा चाहिँ यस्तो पाउँछ क्या यो रुबी पाउँछ हैन अनि यसबाट चाहिँ तपाईहरुले हामीले त्यो रिङहरु लाउँदाखेरि पत्थरहरु बनाउँछ हारतिर पनि लाउँछ नि त त्यो पत्थरहरु जुन यु नो के भन्छ इंग्लिशबाट भन्छ क्या पक्न याद आएन क्या मलाई नो 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 नेकलेस यु सेट अप बहुमूल्य पत्थर यु नो पत्थर स्टोन यो चाहिँ लिएर जान पाइएन मुनि चेकिङमा चाहिँ चेकिङ हुन्छ गल्तीमा लुकाएर फेरि छैन 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 थाहा छैन भने फेरि राम्रै व्यवस्था हुन्छ त्यता पनि हैन अनि यहाँनिर चाहिँ पहिला चाहिँ एकदम मान्छेहरूलाई अब जुन तरिकाले हामी अहिले यसरी आइरहेको छौँ आइज नि यता आउँदिन जुन तरिकाले हामी यसरी आइरहेको छौँ नि यसरी चाहिँ पहिला मान्छे आउन पाइँदैन थियो किनभने मान्छेहरूले आएर यस्तोहरू लिएर जान्छन् नि त यो भनेको त यहाँको सम्पत्ति पहिचान हो हैन अनि यसरी लिएर गइदियो भने त जताततै सर्वस्त बजारैभरि सलल पायो भने यसको के महत्त्व रह्यो त यो रुबी भ्यालीमा 8 महिना भयो बल्ल पुलिस आएको पनि भनेपछि त तपाईहरु आफै सोच्नु हैन यहाँ पुलिसलाई कसैलाई पनि इन्ट्री थिएन क्या किनकि उहाँहरूले पनि लान सक्नुहुन्छ ट्रस्ट भन्ने त कसैलाई थिदै थिएन क्या हामीले चाहिँ सकेसम्म हाम्रो रुबी भ्यालीलाई कसरी प्रमोट गर्न सकिन्छ हाम्रो यो एरियालाई कसरी टुरिस्टहरु लिएर आउने